हेलो गाइज नमस्ते। यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म एकदम ठिक छु। एउटा गुड न्युज र अर्को ब्याड न्युज। गुड न्युज चाहिँ के हो भन्दाखेरि आज म हेर्नु यति सुन्दर ठाउँमा आएको छु नि, हेर्न सक्नुहुन्छ तपाईँले। यति दामी ठाउँ छ है। यता यतातिर यहाँदेखि उता पुरै भिड छ होइन, भिड उता उता बारी बारी गाउँ, अनि यता पनि पुरै भिड छ होइन। यहाँ तलदेखि उता सबै भिड छ, एकदम डाँडामा डाँडै छ। अनि यहाँ तल गाउँ छ है। म चाहिँ ट्याक्कसँग यही तलको गाउँमा गएर आएको फाइनली है। अनि गुड न्युज चाहिँ यही हो। अनि ब्याड न्युज चाहिँ के हो भन्नुहुन्छ भने हिजो चाहिँ सोल्टिनी चाहिँ दाइको घरमा आउनुभएको थियो। अनि म चाहिँ सोल्टिनीले मलाई पुर्याउनु लानु सोल्टी, तपाईँलाई म भोलि आधा बाटोसम्म पुर्याउनु ल्याउँछु भन्नुहुन्थ्यो। अनि त्यसपछि दाइले भाउजूले पनि अनि झर भन्नुभयो सोल्टिनी पुर्याउनु। अनि यहाँ छोरीलाई लिएर अनि सोल्टिनी पुर्याउनु। यो बाटो चाहिँ हिजो गफ गर्दै कति आनन्दले हेर्न सक्नुहुन्छ। यो यस्तो दामी बाटो झरेको नि, सोल्टिनीसँगै झरेको गफ गर्दै। अनि त्यसपछि तल झऱ्यौँ, बस्यौँ। अनि यो तल गाउँ हो ठ्याक्कै गाउँ चाहिँ है। यो तल धुकुरथुम गाउँ भन्दो रहेछ। म पनि फर्स्ट टाइम झरेको। अनि त्यसपछि आज फिर्किँदाखेरि चाहिँ सोल्टिनी त मान्नै भएन आउनु। कतिचोटि रिक्वेस्ट गरेको, मलाई यहाँ माथि डाँडासम्म पुर्याउनु न भनेको, मान्नै भएन क्या। कस्तो मन दुखिरहेको भने मेरो साँच्चै भनेको कति धेरै मन दुख्यो। यो भिडियो चाहिँ सोल्टिनीसम्म पुगोस्। मेरो सोल्टिनीसँग मलाई यस्तरी धोका दिनुहुने मेरो सोल्टिनीसँग सम्म पुगोस् यो भिडियो चाहिँ। अनि केही छैन, अहिले अघिसम्म पुरा गरम भइरहेको थियो है। यो उकालो आउँदाखेरि यस्तो गरम भइरहेको छैन। यो ठ्याक्कै यो ठाउँ चाहिँ के भन्छ, धारे डाँडा भन्छ के अरे। अनि यो उकालो आउँदा चाहिँ पुरै गरम भइरहेको थियो कि, घाम पनि लागिरहेको थियो नि त। अनि अहिले चाहिँ पुरै घामलाई बादलले छिकेको छ। अनि कस्तो आनन्दको महसुस भइरहेको छ क्या। हेर्नु न कस्तो दामी ठाउँ क्या। अनि ठ्याक्कै यता चाहिँ यहाँ पारी माथि बादल लागिरहेको छ, डर भन्छ यो चाहिँ। अनि यहाँ माथि चित्रथाम डर यहाँ के अरे, त्यही सिधा माथि चित्रथाम भनेको उदयपुर जिल्लाको सबैभन्दा अल्गो स्थानमा रहेको ठाउँ चित्रथाम, भालेबास पनि भन्छ। अनि त्यसपछि हाम्रो लिम्चुमबुङ डोबाटे भनेको हाम्रो लिम्चुमबुङ गाउँपालिकाको डोबाटे एभरेस्ट भ्यू टप यहाँ माथि छ। अहिले हामी त्यहीँ पुग्नुपर्ने छ। त्यसपछि उतो हो हाम्रो गाउँ चाहिँ। अनि यतातिर चाहिँ देख्न सक्नुहुन्छ यहाँ पर के भन्छ, जाते अनि त्यसपछि टोड्की, जाते तल टोड्की, अनि उता लाफा गाउँसँगै उता पारी खोटाङ देख्नुहुन्छ है, देख्न सक्नुहुन्छ। अनि यो पहाडदेखि उतापट्टि चाहिँ के भन्छ, भुटार भन्ने ठाउँ छ। अनि देख्न सक्नुहुन्छ कस्तो बबाल क्या मजा लागिरहेको छ मलाई आज यहाँ आएर यसरी भिडियो बनाउनु। यस्तो आनन्दको ठाउँ हेर्न सक्नुहुन्छ है, कस्तो रमाइलो ठाउँ छ। साँच्चै आज म एकदमै प्रकृतिसँग एकदमै रमाइरहेको छु जस्तो महसुस भइरहेको छ। मलाई आनन्द मिलेको छ मनैबाट। तर अलिकति दुःख चाहिँ के लागेको छ भने सोल्टिनीले मलाई पुर्याउन आउनु भएन। यस्तो कालोको बाटो है, तल बसिराख्नु भएको होला मेरो होइन, हाम्रो मेरो सोल्टिनी हेर्न सक्नुहुन्छ। धुकुरथुम गाउँ, त्यसै गरी उता हिममा। सो म एकदमै रमाइरहेको छु आज, कस्तो आनन्द भइरहेको छ। आजलाई यति नै गरौँ सबैजना।